सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले अहिले यो जोगमुनिको यो खाली ठाउँमा सामान्य रूपमा भए पनि बाँसको गच्चा गाडेर यो तार लगाउने काम सम्पन्न गरेको छ। हुन त यसबाट चोरी पैठारीको कार्य पूर्ण रूपमा निर्मूल नभए पनि यसले आंशिक रूपमा यसले कम गर्ने प्रष्ट हुन आउँछ। यसरी तारबार गरेपछि बदमासी गर्ने त बदमासी गर्लान्, तर के भने हिजोका दिनमा जुन हिसाबले बदमासी गर्थे कारबार गर्थे उक्त बदमासीमा चाहिँ अब अहिले कमी आउने देखिएको छ। अब यसरी तारबार लगाइएको छ। अब यसलाई हामीले चाहिँ सकारात्मक रूपमै लिनुपर्छ। अब यो तारबार लगाइसकेपछि अब यहाँ खाली छ। अब यहाँ के गर्ने, यहाँ गुम्ती छ। अब यहाँ भन्सारले एउटा यो ट्रस्ट लगाउनु भएको छ फलामको, र पछि गएर यहीबाट चाहिँ यात्रुहरूलाई आउन दिने र सामान चेक गर्ने भनेर अहिले जुन कामहरू गरिरहेको छ यसलाई सकारात्मक रूपमा लिनुपर्छ। तर के यो काम देखावटी रूपमा हुने हो कि यसले पूर्णता पाउँछ, यो पछिको विषयवस्तु हो र यसलाई हामीले चाहिँ यो कामलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ। उतादेखि आउने व्यक्तिहरूले यहाँ आउने सामान हेर्ने र सामान हेरिसकेपछि कुन सामानको भरोसा तिराउने कुन सामानको नतिराउने त्यो काम पनि भन्सारले गर्नुपर्छ। होइन भने यसरी गर्नु र यो देखावटी गर्ने हो भने यसो कुनै औचित्य रहँदैन।